Hello guys, good morning and welcome back to my YouTube channel. I hope तपाईँहरू सन्चै हुनुहुन्छ. अनि म पनि एकदमै सन्चै छु. सास बढेर स्पष्ट बोल्न सकिएन. अनि म आज चाहिँ हाम्रो बाख्राहरूलाई गाईहरूलाई कोदोको भुस दिनेवालामा छु गाइस. यहाँ खानु एकदम तयारीमा छ हाम्रो सेतीजी काली. यहाँ छ अर्को साडी पुरी सुडी. सो अब यिनीहरूलाई चाहिँ यहाँ भुस दिनुपर्ने हुन्छ मिलाएर. यहाँ तिमीहरूले भुस एकै ठाउँ है. अब यिनीहरूले भुस खान्छ यहाँ. के तल भुस ल यिनीहरूले यस्तो दामी गरेर खान्छ यो भुस. कोदोको भुस यस्तरी खान्छन् यिनीहरूले है. त नि खाने यसले त के सर्केर म खानु नि बिस्तारै खानु नि. मुखै गाडेर खान्छन्. सो यस्तै चलिरहेछ गाइस गाउँघरमा. पानी परेर गाईहरूलाई पनि एकदम बिजार लुत्रुकै. एउटा साडी जुत्दैछ. पुरा धम्मिरहेछ है. माथि डाँडातिर चाहिँ हिउँ पऱ्यो फिक्स पनि. पाथिभरामा हिउँ पऱ्यो होला. सो भोलि चाहिँ हामी पाथिभरा जाने प्लान गरिरहेको डाँडामा होइन हिउँ खेल्नलाई. यहाँ तल यो सुलाएर यस्तो देखिरहेछ तपाईँ. घाँस पनि यस्तो भिजिरहेछ गाइस. शीत पानी माथि यस्तो दामी तरिकाले यस्तो फुल छ भित्तैभरि. अब चाहिँ सो ब्युटिफुल. भित्तैभरि फुल्नेवालामा छ. यो चाहिँ भरपर अब अनि गाइस यस्तै चलिरहेछ है गाउँघरतिर चाहिँ. एकदमै पानी परेर चिसो भइरहेछ. एकदमै चिसो होइन. भयङ्कर चिसो भन्दा नि माइनस जस्तै पुरा उसो धुम्म कुहिरो लागिरहेछ टक्कसँगलाई. अनि भोलि चाहिँ हामी डाँडामा यसो हिउँ खेल्न जाउँ भनेर प्लान चाहिँ गरिरहेछौँ होइन. तर अब हेरौँ हिउँ परेको छ कि छैन थाहा छैन. सो जाने प्लान चाहिँ छ. हेरौँ भरे बेलुकासम्ममा के डिसिजन आउँछ. अनि हाम्रो गाउँ चाहिँ यस्तो छ गाइस देख्नु सक्नुहुन्छ. एकदमै ढुङ्गाघारी तर तातो पनि एकदम तातो छ. यति बेला फुरुम्बो अरू ठाउँ भने एकदम चिसो छ होइन. चाहिँ एकदमै सबै सकेर खडेरी लागेको छ साथीहरू. झारपातहरू सबै. तर पानी परेर निकै हरियो चाहिँ देखिने रहेछ है. यस्तै छ गाइस. यसरी नै चलिरहेको छ गाउँले जिन्दगी साथीहरू. चिसो छ है एकदम. तपाईँहरू पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला. चिसो बढिरहेछ एकदमै बढिरहेछ हिजोदेखि पानी परेर. सो यस्तरी नै चलिरहेछ गाइस. आफ्नो ख्याल राख्नु होला. तातो चिया पिउनु होला. सो थ्याङ्क्स फर वाचिङ.